यहाँ देख्नु भएको सर्प चाहिँ आज अलिकति नयाँ प्रकारको सर्प छ, किनभने यो चाहिँ हेटौडामा यो सेकेन्ड टाइम मात्र हो रेस्क्यु भइरहेको र यो चाहिँ धेरै एग्रेसिभ हुन्छ र यसको नाम चाहिँ तामे टाउके सिङ्गारे सर्प। किन यसलाई तामे टाउके भनेको भन्दाखेरि यसको पछाडि टाउको कलर हेर्नुभयो भने चाहिँ तामाको जस्तो भएको कारणले चाहिँ यसलाई तामे टाउके सिङ्गारे सर्प भनिन्छ र इङ्ग्लिस नेम चाहिँ यसको कपर हेडेड ट्रिङ्केट हो। त्यो नाम पनि यसको टाउकोमा भएको कलरकै कारणले यसलाई कपर हेडेड ट्रिङ्केट भनिन्छ र यो चाहिँ एग्रेसिभ हुन्छ। अनि यसले यो अगाडि केही खतरा महसुस भयो भने चाहिँ यसरी यस आकारमा चाहिँ उठेर टोक्न आउँछ र यसले चाहिँ मुख पनि खोल्छ। अब अझै धेरै नजिक आयो भने अझ मुख पनि खोल्छ। यो चाहिँ यसको वार्निङ सिस्टम हो। जसरी गोवनले धेरै मान्छे नजिक भयो भने चाहिँ फोन उठाएर आवाज दिन्छ, यसले चाहिँ धेरै नजिक म गएँ अथवा यसलाई धेरै खतरा महसुस भयो भने चाहिँ यसले चाहिँ यसरी एट्याक गर्न खोज्छ। अब योभन्दा पनि म अझै यसको नजिक गयो भने चाहिँ यसको स्ट्राइकिङ जोनमा गयो भने चाहिँ यसले त्यहाँदेखि चाहिँ टोक्छ। तर यो चाहिँ पूर्ण रूपमा अविषालु सर्प भएको कारणले यसले टोक्यो भने फरक पर्दैन र त्यो भन्दैमा फेरि टोकाउन जाने कुरा पनि होइन। तर यो चाहिँ पूर्ण रूपमा अविषालु सिङ्गारे तामे टाउके सिङ्गारे सर्प हो र यसले खाने भनेको चाहिँ विशेष गरी मुसा, भ्यागुता, चराचुरुङ्गीको अन्डा अनि सानो बच्चाहरू, सानो म्यामल्सहरू यसले खान सक्ने कुरा, समाउन सक्ने कुराहरू चाहिँ खान्छ र यसको डाइट चाहिँ धामनसँग एकदमै मिल्न जान्छ र यो चाहिँ पूर्ण रूपमा अविषालु भए पनि यसको साइज योभन्दा पनि अझै ठुलो हुन्छ र यसको साइज देखेर धेरैजना डराउनुहुन्छ र यसलाई चिन्ने सजिलो तरिका चाहिँ यसको बडीमा हेर्नुभयो भने चाहिँ एउटा कालो कलरको लाइन चाहिँ यसको बडीमा हुन्छ, यसको हाफ बडीसम्म। अनि हाफ बडीमा चाहिँ केही पनि छैन यसको। अनि हाफ बडीमा चाहिँ यस्तो कालो कलरको लाइन कहाँ हुन्छ, टाउको नेरी पनि कालो कलरको लाइन हुन्छ। अनि रिसायो भने चाहिँ यसरी यसले एग्रेसन देखाउँछ र यो चाहिँ कमन ट्रिङ्केट भन्दा साइजमा पनि ठुलो र धेरै एग्रेसिभ पनि हुन्छ। अनि यसको अर्को सजिलो तरिका चिन्ने भनेको चाहिँ यसको टाउको माथि हेर्नुभयो भने चाहिँ एउटा कालो कलरको लाइनले चाहिँ क्रस गरेको हुन्छ र यसको आँखामा पनि एउटा कालो कलरको लाइन चाहिँ यहाँनिर हुन्छ। अनि त्यसरी चाहिँ यसलाई चिन्न सकिन्छ। यो सर्प यस्तो सर्पहरूदेखि चाहिँ डराउनु पर्दैन। आफू सतर्क भयो भने चाहिँ सर्पले कहिले पनि टोक्दैन। आफू सतर्क हुनु होला र सर्प अब यहाँ देखेर यो अविषालु यो विषालु भनेर त्यति राम्रोसँग तपाईँहरूले एउटा दुईवटा भिडियो हेरेको भरमा बुझ्नुहुन्न। त्यसको लागि धेरै प्र्याक्टिस चाहिन्छ, धेरै स्टडी चाहिन्छ। त्यो भएको कारणले चाहिँ कुनै पनि भिडियोमा तपाईँहरूले कसैले सर्प समाएको देखेर समाउन जाने, चलाउन जाने, जिस्काउने काम चाहिँ कहिले पनि नगर्नु होला। त्यो गरेको केसमा चाहिँ धेरै स्नेक बाइट केसहरू हुन्छ र तपाईँहरूको ज्यान पनि जोखिममा हुन्छ। त्यो भएको कारणले चाहिँ सर्प नचिनिकन कहिले पनि चलाउन जिस्काउने काम नगर्नु होला। र यस्तो भिडियो अझै पनि हेरिराख्न, अझै पनि सर्पको बारेमा जानकारी पाइराख्न चाहिँ लाइक र फलो गर्न नबिर्सिनु होला। धन्यवाद।